हेलो वेलकम ब्याक टु माई च्यानल। म चाहिँ प्रतिमा शाही। आज मेरो कति के अरे डेली भ्लग जस्तै भइरहेछ। आज चाहिँ लगातार 3 दिन हुन्छ मैले भ्लग गराएको। कस्तो लागिरहेछ हजुरहरूलाई। जहिले यही साइक्लिङ गरेको देखाएको छु देखाउन चाहिँ, तर रुटहरू चाहिँ फरक छ। हेर्दै गर्नु होला, माया देखाइदिनु होला। अब अरू पनि यो बाइक अरू पनि गराउँदै गर्छु। छिटो सब्सक्राइब पनि गरिदिनु भन्नु होला सबैजनालाई। म चाहिँ यहाँ हाइवेमा छु, यताबाट चरङ्गी पुगेर अनि उताबाट फर्किन्छु ल। यहाँदेखि चाहिँ भित्र छिर्ने कस्तो राम्रो देख्यो है। घामै देखेँ होइन त, यहाँ त के छेक्यो। हेलो साथीहरू, आज चाहिँ म कालापानी भन्ने ठाउँमा जाँदैछु। यो बाटोबाट चाहिँ कालापानी नजिक छ अरे। त्यहाँ एउटा कुवा कुवा पनि छ अरे। अनि यही नजिकै हो अरे, धेरै टाढा छैन अरे। यसो हेरेर आउने भनेर म यता आएको छु। हजुरहरूलाई पनि देखाउँछु, हेर्दै गर्नु होला। आज मेरो धेरै लामो भिडियो हुन्न होला, त्यही पनि छोटो मिठो। ओए यहाँ रहेछ। कहाँ गयो हरायो। यहाँ चाहिँ यस्तो माछा छ। यसमा क्यामेरामा त देखिएन। आइया यहाँभित्र माछा सब उता लुके मलाई देखेर। यहाँ सब डढेलो लागेछ। थाके राम्रो छ यो बाटो हिँड्दा चाहिँ। गना आगो सबै। ल म चाहिँ आइसकेँ। आज धेरै भिडियो बनाएन, यस्तो खुट्टा दुखेछ। अब दिउँसो बनाए पनि यति नै राख्छु आजको लागि। हेर्दै गर्नु होला साथीहरू। हाम्रो घरमा यस्तो ड्र्यागन फ्रुटहरू फुलेछ। सासा के अरे यो हो, यति धेरै फुलेछ। कतिवटा फल्ने हो यो रुखमा, यति छ। अनि यता पनि फुलिरहेछ। यहाँ नि फुल्दैछ, यहाँ छ, त्यहाँ पनि छ। हजुर सासा के हो यो? सेलरोटी पापा। खै देखाइस त कस्तो हो? सासाको सेलरोटी पापा। वाउ गुड। लिस्यो अझै पकाओस्। ओके लास्टसम्म हेर्दिनु भएकोमा धेरै धन्यवाद। धेरै धन्यवाद। हेर्दै गर्नुहोस्, अरूलाई सब्सक्राइब गर्नु, सेयर गरिदिनुहोस्। अर्को दिनसम्मको लागि बाई बाई।